नमस्ते सन्चै हुनुहुन्छ? चिया खानुभयो त? खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? ल जर्नी टु सूर्याम्स वर्तमान ल टक्कसँगले अब अगाडि चल्दिनु। नेपाली सिस्टम अनुसार पुरा वर्तमान भइरहेछ टक्कसँगले। हाम्रो यहाँनिर टक्क ब्युटिफुल दिदी विथ ब्युटिफुल बुहारी हुँदो रहेछ। नमस्ते नमस्ते, फेरि नमस्ते गरेर भिडियोमा आएँ। हो छु हाम्रो टक्कसँग यहाँ अङ्कल हुनुहुन्छ, यहाँ दिदी हुनुहुन्छ। तपाईँलाई यसो यहाँबाट फर्किँदाखेरि यहाँ आमा हुनुहुन्छ, यहाँनिर पनि दिदीहरू हुनुहुन्छ। ल टक्कै यहाँ चाहिँ ठुलो आमा र दिदी हुनुहुन्छ। बेहुलाको के अरे बेहुला भन्न आएछ। आज त वर्तमान पो हो त, वर्तमानको बुवा मामा दुईजना दिदीहरू टक्कसँगले के खाँदै हुनुहुन्छ? मैले खाएँ चाहिँ देखिरहनु भएको छ पुरै फोटो सर्ट यहाँनिर पुरै भइरहेछ। फोटोग्राफर निर्मला दिदी, टक्क दिदीहरू हल्का हल्का पोज दिनु न, हल्का पोज दिनु न। ल भिडियो पनि हेरिदिनु त अब कस्तो हुँदो रहेछ। ओ परेछ हौ। ल है के होला जस्तो अब हामी भित्र छिर्छौँ है त। भित्र छिर्दा हेर्दाखेरि चाहिँ टक्कसँग एउटा यहाँ ब्युटी देखिरहेको छु। को हो यो ब्युटी चाहिँ? को रहेछ? को रहेछ? ए आफ्नै बुढी पो रहेछ यार। यहाँ चाहिँ रहेछ ह्यान्डसम के हो पुरै इमरान हासमी जस्तो देख्छु त म त। के भन्नु छ? क्यामेरा पनि फर्किनु त हाम्रो दर्शकहरूले यसो ल अझै प्रिटी बोय देखाउनु। अर्को ह्यान्डसम चाहिँ यहाँ पनि छ है। त्यो चाहिँ हाम्रो स्टार्टरमा छ, दाइहरू टक्क रेडी हुनुहुन्छ। यहाँ छ खानेकुराहरू पनि मिठो लाग्यो दाइ, अझै मिठो होस् भरेको। अब हामी वर्तमानको स्पटमा गएर एकछिन हुनुपर्छ। वर्तमान भाइको अब तेरो भिखारी हुने बेला आयो। अब भिख माग्दैन। त भिख माग्ने हो। आज त भिख माग्दै हिँड्नु पर्यो त। यो के को छाला हो? मिर्ग ल मामा भान्जाको बर्तनमा 2 शब्द जाओस् न। अब आज हिँड्दै हिँड्दै सूर्य चाहिँ आदरणीय बहिनी सरस्वती रिजालको ज्येष्ठ सुपुत्र सूर्य
सूर्यान्श सेनाईको चाहिँ शुभ व्रतबन्ध कार्यक्रम चाहिँ एकदम काठमाडौँको सुकेधारा स्थित सिद्धार्थ ब्याङ्केटमा चाहिँ एकदम भव्यताका साथ भइरहेको अवस्था छ। यो अवसरमा चाहिँ यसरी व्रतबन्ध गर्न पाउनु चाहिँ मामाको लागि चाहिँ एउटा शुभ अवसर। धन्यवाद, नमस्कार। हस्, फेरि भेटौँला एकछिनमा। यहाँ बेहुला भन्न आइहाल्छ हौ मलाई। बटुकको होइन, बटुकको बुवाको मात्रै पाल्नु एकछिन, 2 शब्द जाओस् न। आज मौसमले पनि निकै सहयोग गर्यो। हिँड्दै हिजोसम्म चाहिँ अलिक पानी परेको अवस्था थियो, आज एकदम सौहार्दपूर्ण वातावरणमा कार्यक्रम हुँदैछ। धन्यवाद। ल, उहाँ चाहिँ फुपू, बटुकको फुपू। यता होइन, 2 शब्द बोल्नै दिँदैन यहाँ। यो मेरो हिसाब हो, मेरो एकदमै ठुलो दाजुको जेठो छोरो एकदम लोली एकदमै ए तीसरी फेल पीटी पास मैं बी इंग्लिश हूँ समझे। ये सब जानने समझने के लिए अक्ल चाहिए जो तेरे पास नहीं मेरे पास है। एकदम हिरो, एकदम राम्रो। आज हाम्रो कुन हिरो भन्दैन तपाईले? यो आयुष सेनाई यो हिरो हो, मेरो यो ठुलो दाजुको ठुलो छोरो भदा हो मेरो लभली। एकदमै हिरो छ, मन पनि सफा छ, राम्रो पनि छ, एकदम एक्टिभ छ हरेक चिजमा। अनि चाहिँ अहिले हाम्रो कान्छो भाइको जेठो छोराको वर्तमानमा हामी उपस्थित भएका छौँ। सम्पूर्ण गाईहरूले पनि आशीर्वाद दिनु होला। हामी त्यही आशीर्वादमा सम्पूर्ण परिवार एकदम इन्जोय गरिरहेको छौँ, आशीर्वाद दिन आइरहेछौँ। ल लभली, लभ यु। यस्तै छ। Hipnótico sobre de acero y miel. Te fuiste cerrando. हाम्रो पुरै फोटोसुट भइरहेछ गाइज। पुरो भाइहरू लाबाल दिदीजहरू बोर भइरहेछ। आम्बो पोजो आम्बो बोर हो। जमानामा देखेको भए त दिदीहरूसँग पुरै अर्को अब आफ्नै दिदीहरू नभएको त अलिक को भएको त ल पर्ने रहेछ त हो। ओभर हो होइन भाइको बुहारी मुझे नहीं पता था मैं इतना खूबसूरत लगता हूँ। क्या बोलती है तू? यहाँ चाहिँ अलिकति जलपरीहरू हुनुहुन्छ, सबैजना देख्न सक्नुहुन्छ। ब्युटी जलपरीहरू। सबैजनाले हाई भनिदिनु होला। हाई भन यसरी। तमनको मेन पार्टमा मुख छुपाछुप कार्यक्रममा हेरौँ त अब लुकिडेम हुँदैछ यहाँ। वर्तमानमा हुने माइजूले भान्जाको वर्तमान उपलक्ष्यमा 2 शब्द। एकदम खुसी लागिरहेछ हाम्रो भान्जाको वर्तमान होइन। अनि के भन्ने मलाई त्यसरी केही भन्ने ल लजाउनु हो माइजू। कमन 2-3 शब्द चाहिँ थप्दिनु माइजू। मजा आइरहेछ, रमाइलो भइरहेछ, भेटघाट भइरहेछ। फ्यामिलीहरू भेट भयो है, यस्तै बेलामा भेट हुने अघि पछि भेट्न पाइँदैन। सबैजना भेट्दा एकदम खुसी लागिरहेछ। बटुक पनि खुसी भइरहेछ। हामी पनि बटुकको दाइ भाउजू ठुवा ठुममी पहिरो गई पनि कति डेली बाइक भयो, त्यसले एकदम खुसी लागिरहेछ। बटुकको मम्मी पनि पुरै खुसी हुनुहुन्छ। आई एम सो ह्याप्पी। अलिकति सिनियर सिटिजनतिर उहाँ चाहिँ बटुकको ठुलो बुवा। 2 शब्द चाहिँ भन्ने कुरा गर्नुपर्दा नेपालमा जेनजीको शासन छ। म जेनजी हो। यो जेनजी स्टाइलको वर्तमान भइरहेको छ, आधुनिक अत्याधुनिक चाहिँ हिसाबले भइरहेको छ। बहुत राम्रो हाम्रो नाता गोता इष्टमित्र माइजू दिदी सब भेला भइरहेको छ। सेलिब्रेटी सब राम्रो छ, एक्सलेन्ट छ, बहुत खुसी भइरहेको छ। मन गदगद भएको छ, फुलेको छ, फलेको छ। ल रमाइलो भयो, ल एकदम रमाइलो छ। बुवा पनि हुँदो रहेछ त। बुवा नातिको वर्तमान कस्तो भइरहेछ? अलिकति बोलिदिनु न 2 शब्द। अझै शुभ साइड छ।
अलिकति 2-3 शब्द बोल्नु पनि पर्छ। म त बोल्नुको अगाडि बोल्ने मान्छे यो त बोल्दिनँ ल। यो त युट्युबमा जान्छ। भित्र ल मेरो भतिज सूर्याङ्शको वर्तमानको हामी सुरुवातमा छौँ। अब हामी सबैलाई खुसी पनि लागेको छ र वर्तमान भइरहेछ र यो पानी पनि बसिँदैछ, सुरसाइड हुँदैछ। त्यस कारणले गर्दा हाम्रो गुरुजीले मन्त्र भन्ने कार्यक्रम पनि भर्खरै सम्पन्न भयो। एकदम राम्रो अवसर हो र वर्तमानको राम्रोसँग होस् भन्ने कामना गर्छु। अब हामी लागौँ कतातिर लागौँ भन्दाखेरि लागौँ जता लाग्यो भने भालै भएर भिडियो खिच्ने त भने एकछिन हलतिर। सो देख्नुहुन्छ सबैजनाले खानेकुराहरू छ। सो सिद्धार्थ ब्याङ्केटको एकदमै खानेकुराहरू राम्रो लागेको छ। सो खानेकुराहरू चाहिँ के छ अलिकति भनिदिनु पर्यो होला है यहाँदेखि। हजुर 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 यतातिर चाहिँ ससहरू रहेछ है। सो अघि सबै कुराहरू चाखिसकेको छ। एकलट चाहिँ उब्बर दामी लागेको छ है त। फेरि भेटौँला ल। उहाँ चाहिँ मेरो ब्युटिफुल बुहारी ट्याङ्की ट्याङ हानेको हाने छ। हाम्रो त हानेको है अघि नै। उहाँ चाहिँ उब्बर ह्यान्डसम है। उहाँ चाहिँ अब हुने बेला 2-3 वर्ष 2-4 वर्ष अब उसको रहर अनुसारको अब बेहुला पनि हो, अलिक पछिको। सो अब यो भिडियो हेरेर मन पराइदिनुहरूले मलाई म्यासेज पनि गरिदिँदा हुन्छ है। सो साइडको चाहिँ मेरो बुढी हो, आँखा नलाउनु कसैले। ल सो अब यहाँनिर 2जना चिल्लड ग्याङहरू पनि एकजना बोकेर आउँदै हुनुहुन्छ। सो के छ त तिम्रो भनाइ? के छ मात्रै छ, अरू छैन? अरू छैन? यस्तो पनि गर न। एकदमै रमाइलो भइरहेको छ मलाई। बल्ले बल्ले टाइप बल्ले बल्ले तिम्रो पनि बल्ले बल्ले। ल ठिक छ। तिम्रो पनि बल्ले 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 गर्छ साथीभाइ। बल्ले बल्ले गर, बल्ले बल्ले गर। नाच 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 गर। यहाँ चाहिँ भतिजी र अङ्कलको भेट भएको छ, हजुरआमाको होइन हो र? तिमी कहाँ लड्यौ? कहाँ लड्यौ? यो भुइँमा हो? भुइँको यो यही चाहिन्छ नि दादा, माया माया गलो दिदीलाई माया हो। अक्खा बॉलीवुड एक तरफ, इमरान हाशमी एक तरफ। सुन न, तिमीलाई कुन भित्ताले हान्नु लड्यौ? यो भित्तालाई डङ्किन कुट्दिने हो? अब की बार कुन सरकार? यता हेर न, अब की बार कुन सरकार? बालेन काको चलगाल कसँगले बड ह्यान्डसम भएर आउनुपर्छ कि के छ तपाईँको भनाइ? तपाईँको भनाइ के छ? मेरो भनाइ त आज अति उत्सव दिन। यो शीतल छहारीमा बसेर रमित हेरिँदैछ। बटुकलाई यसो आशीर्वादहरू दिइन्छ एकछिनमा अनि हिँडिन्छ खाएर टक्कसँगले होइन? टक्कसँगले टक्क मेजमानी सेक्वा कर्नरतिर पुगिन्छ। What are you saying? What are you saying? What is he saying? जोगिरा सर तपाईँको चाहिँ के छ? एकदम बिन्दास, पुरै रातभरि सुतेन होइन? किन हो? एकदम बिन्दास भएर पुरै अनि अहिले आए। हाम्रो पनि बिन्दास थियो, हाम्रो पनि बिन्दास थियो, हाम्रो रमाइलो गर्यो। कार्यक्रम भइरहेको छ।
यो कलर काटेपछि फेरि ऊ आफ्नो नियमित प्रक्रियामा फर्किनेछ। बटुकको भोजन कार्यक्रम भइरहेछ। बटुकले कति मिठो खाइरहेछ। बटुकले आज भेज पारेर अलिकति मुख खुम्चाउँदै खाइरहेछ होइन। बटुकलाई बर्गरको कति याद आइरहेछ? धेरै मोमोको उपर हो। सोचेको त मुखमा हालेको कुराले मोमो भएको भए ढक हुन्छ। बटुक भइसकेको बटुक भइसकेको कस्तो छ? कस्तो लागिरहेछ? कस्तो हुँदो रहेछ त? टक्लो हुँदा भेज खाने कुरा खाँदा हरिणको छाला लाग्दा टक्लु हुँदा दुख्दो रहेछ। भेज खान त केही नि हुन्न। होइन। फुल काटाकाट कार्यक्रम छ। खाँदैछौँ यहाँ, आज एकादशी हो। कुरा खानु भएन। जेठो मामाले पनि अब भान्जाको वर्तमानको बारेमा 2 शब्द। कान्छी बहिनीको जेठो छोराको आज उपनयन चुडाको बिरारम्भ भइरहेको छ। हामीलाई यहाँको मामालाई हर्षरापूर्व एकदम रमाइलो एकदम फिलिङ दिइरहेको छ। एउटा मामाको कर्तव्य बोध गर्ने एउटा अवसर मिलेको छ। राम्रै भइरहेको छ। गोसिप गर्ल्स टोली हुँदो रहेछ है। पुरै गोसिप चलिरहेछ। टाइप अबुई सेडाइहरूको गफ हुँदैछ है। अर्को गोसिप गर्ल्स दिदीहरूको वाइल्ड गफ चलिरहेछ यहाँनिर देख्न सक्नुहुन्छ महानुभावहरू। यहाँ चाहिँ हाम्रो बहुत ब्युटिफुल दिदी पनि हुनुहुन्छ। बोल्नु न। बोल्दिनु। कति राम्रो हेन्डसम छ भाइ। मेरो भाइ साह्रै हेन्डसम छ होइन। ठुले परिवारको यति ठुले राजा हो। उहाँ पनि बटुकको ठुलो मम्मी हुनुहुन्छ। सो अब 2 शब्द तपाईँको पनि जाओस्। सबैको त गइसक्यो। तपाईँ किन याद राख्नुहुन्छ? म चाहिँ के अरे मेरो कान्छो देवर अलिक सर्टकट हान्नु है फेरि लङ कान्छो देवरको छोराको जेठो छोराको वर्तमानमा म आएको। एकदम रमाइलो भइरहेछ। 2 दिन बाटो बन्द भएर भए पनि आइपुग्यो। त्यसमै म खुसी छु। छोरा धेरै धेरै आशीर्वाद छ वर्तमानको। शुभकामना पनि दिन चाहन्छु देवर देवरानीलाई। एकदम शुभकामना परिवारलाई। ल परिवारको तर्फबाट जोगिरा सर यहाँ चाहिँ हाम्रो जेन्जी बहिनी हुँदो रहेछ। जेन्जी बहिनीले पुरै खाँदै हुन्छ। ल पढ्दैछ होइन। भोलिको के अरे कानुन मन्त्री होइन। ल भिक्षा दिने तयारी। यो चाहिँ अब के को तयारी हुँदैछ? 3 पाती कति पातीसम्म हुन्छ यो? 3 पाती 4 पाती त हुँदैन होला। मामा त यहाँ एक्जाम भइसक्यो। मलाई पनि पर्दैन होला हो र। यता लाउनु पर्खिनु मामा यसो भिडियो त आउनु पर्यो नि। रमाइलो हुन्छ। अब चाहिँ भिख माग्ने बेला भयो। अब भिखारी एकछिनको लागि। राखेर है लाजा राखेर भेटी र लाजा राख्नु अनि भिक्षान दिएर पुरा गदगद हुनुहुन्छ। मजा आइरहेछ। आजको त जोगी हो नि त। मभन्दा अर्को भइसक्यो यार। ए हिल्ला दोस्रो लटको भिक्षाटन भइरहेछ होइन। कति लट हुन्छ यो? 3 लट हुन्छ। 3 लटमा यो दोस्रो लट आयो।
बडा ज्योतिष यो मामाहरूले नै गर्नुपर्ने यसको सांस्कृतिक के हो इम्पोर्टेन्स चाहिँ के हो पण्डितजी हुनुहुन्छ ए के हो भनिदिनुहोस् न यसमा यसको महत्त्व भनेको अब यो भान्जा गुरुकुल गरिरहनु भएको छ गुरुको सेवाको लागि हजुर भिक्षा माग्न हजुर यहाँ उपस्थित हुनु भइरहेको छ हजुर अब के आमा के बाबाले चाहिँ यसो स्याहार सुसार गर्नुपर्ने भएको हुनाले ऊ अहिले गुरुकुलमा पढेको हुनाले उसले आफू बाँच्नु पनि गुरुको सेवा गर्नको लागि पनि हजुर उसले भिक्षा मागिरहेको ओके नेपाली संस्कार अनुसार चाहिँ त्यही हो यसो यो लड दिइसकेपछि अब छोरालाई त बिहेको लाइसेन्स पनि दिनुभयो त दिइसक्यो होइन गुरुकुलको लाइसेन्स दिए बिहेको लाइसेन्स हो नि वरदान भनेको त कर्मशालाको छोराको यो भनेको त बिहेको लाइसेन्स हो नि त गुरुकुल पढ्न पर्दैन छोरालाई होइन जति यताउति गरे भने पनि बिहेको लाइसेन्स हो नि त वर्तमान गरेपछि हामीले बिहेको लाइसेन्स दिउँ छोरालाई अनि अब सूर्याङ्शले बिहे पनि गरेर डिस्काउनु पर्यो मेन कोर्स स्टार्ट हुँदैछ मेन कोर्समा के छ त हेरिदिउँ गाइस ब्रेड खाउँछ पास्ता दाल बसंती इन कुत्ते के सामने मत नाचना मटर पनीर मिक्स वेज करी यो चाहिँ रहेछ सिजनल साग अचारवाला सेट टमाटरको अचार काँक्रा मुला यो चाहिँ के करेला सलाद यहाँ चाहिँ हरियो सागपात घाँस भुस रहेछ टक्कसँगले यहाँ चाहिँ भेज यो हल्का दुईजना यहाँ पुरा दनादन दिँदै हुनुहुन्छ सो कस्तो छ त खानेकुरा मैले अघि खाइसकेँ 2 लट हालिदिइसकेँ देख्न सक्नुहुन्छ महानुभावहरू यस्तो छ हामीले नखाने बरु टेस्ट कस्तो छ होला ठिक छ यसको यहाँ मुख हेर्दाखेरि ओभर छ हेर त होइन सर्नु पऱ्यो नि आउनु मान्छेको दिनु यस्तो भिना चाहिँ मुख मिठो गरेर खाँदैखेरि बवाल जस्तो लागिरहेको छ फेरि वान्स मोर हान्दिनँ भिना हो नि कम हो Why are you? What's your problem, Mandu? Problem. के भन्छ दिदीहरूको चाहिँ भरि स्टार्टर चल्दो रहेछ खाँदैन एउटा दामी छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अब टिकटक काण्ड हुन लागेको छ
होइन टिकटक काण्ड टिकटकको गाना पनि सिलेक्ट भइसकेको छ भन्ने मैले बुझेको छु आज हाम्रो भेट भएको दिन अरे अब यहाँ हेर्नुपर्छ बुरुक बुरुक हुनेवाला छ अब कोरियोग्राफर उता हेर्नु न आजको वर्धमानको कार्यक्रम चाहिँ यिनीहरू नै समाप्त हुन लागेको छ सबैजनालाई यो एपिसोडको लागि चाहिँ बाई 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 जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ